के गरे दाइ काउलेको राम्रै राम्रो होस् राम्रो होस् भन्ने दादा हजुर त्यहाँ जानु न सोध्नु न खर्च यो आउँछ आउँछ फेरि यो चाहिँ उसको कुरा सबको पाल आउँछ एकदम हामी चाहिँ यहाँ मन्दिरको लागि होली खेलेको अब खेलेको बोलाएछ मन्दिरको लागि हेरफेर गरिराखेको अवस्था छ अब सालमा यहाँ चाहिँ यस्तो चाहिँ हिन्दू चाहिँ लामामाइले चाहिँ यस्तो उ गरेछ तोरे त्यस्तो आखिरलाई तोरे हल्ला हल्ला त अब आफ्नो विधि पूजा विधि सुरु गर्नुभएको छ है सबैले राम्रोसँग सुन्नु होला र कुनै कुरा छ भने तपाईँहरूले बरु सोध्न सक्छ है ए दिदी उता ओइन्छ पैसा गरिसकेर के उता हाम्रो कुसो सोल्टीको घर छ नि उताबाट मागिसक्यो कि पक्कै त्यो त पऱ्यो नगरपालिका बागकोट 8 है काहुले होइन नगरपालिका बागकोट 8 काउले पुतली बजार 8 नम्बर वडा छ नि 8 अनि काउले गाउँ भनिदिनु नगरपालिका बागकोट 8 नगरपालिका 8 चाहिँ काहुले भयो टोल काउले टोल काउले भन्दा पनि गाउँ काउले भन्नु गाउँले त टोल भन्छ ए हो है तिमीहरूले जानेको हुन्छ यो बस्ने यो डाँडाले के भन्छ ल नाम कोटा डाँडा डाँडै कोटा डाँडा कोटा डाँडा काउले कोटा डाँडा है खन्नु डाँडा यो खन्नु डाँडा यो खन्नु डाँडा चु कोटा डाँडा कोटै डाँडै हो यो त चु छेद चु कोटै पनि पहिला खन्मे सुक्दर मलाई से हैन खन्मे ल समय चाहिले चाहिले थोइबौर हसी पहिला भाको न यो टेन्सन यहाँ सोधेछ ल भन्नु अब कोही नबोल्नु है सुन्नु है कोही पनि होइन है त्यो त मुख्यजिमलले चलाएको मुख्यजिमलको नाम लियो अहिले हाम्रो अध्यक्ष हुनुहुन्छ अब हाम्रो यहाँको मुली अबको भन्ने त होइन खास त यहाँको त गाउँको त गाउँको दिनुपर्छ गाउँको त टोल संयोजक हुन्छ नि अहिले त है टोल संयोजक चाहिँ दुरानको चाहिँ प्रमेश हो नाम त्यसको खास हो कतिले थाहै छैन तिमीहरू त्यो थाहा हुनुपर्छ है प्रमेश हो नाम त कति छ दुरान घैँटे खाएको चाहिँ भिमु टुन्टे पनि छ उसको नाम अब टुन्टे भनेको उही हो रमेश